प्रथम पालिका अधिवेशनको सभाध्यक्ष गरिराख्नु भएको नौकुण्डा गाउँपालिका सभापतिज्यू, प्रमुख अतिथिको आसन ग्रहण गरिराख्नु भएको राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति सभापति वसन्त भट्टज्यू, सम्पूर्ण विशेष अतिथिज्यूहरू, अतिथिवर्गहरू, यहाँ उपस्थित सम्पूर्ण नौकुण्डावासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा म रविन्द्र लोकचन्दको तर्फबाट स्वीकार्न स्नेह अभिवादन। जय गणेश। भाषण हामीले धेरै सुन्यौँ, आश्वासन पनि धेरै सुन्यौँ, बुझ्यौँ, हेऱ्यौँ, छान्यौँ पनि, गहिराइमा गयौँ। मैले लगभग 8 देखि 9 वर्ष तटस्थ भन्छ होइन, यो निष्क्रिय भएर रूपमा बसेर निहाल्दै थिएँ क्या नौकुण्डाको परिस्थितिलाई। लगभग नौकुण्डा म आफै गाउँमै बसेको अवस्था लगभग 9 वर्ष भएछ। यहाँको परिस्थिति निहाल्दै गर्दाखेरि, यहाँको नेतृत्वगणहरूको व्यवहार देख्दै गर्दाखेरि आज यो ठाउँमा उभिन बाध्य भएको छ। र यहाँ जति पनि उपस्थित हुनुभएको सबैजना परिवर्तनको लागि उपस्थित हुनुभएको छ। भर्खरै हाम्रो आदरणीय व्यक्तित्व दाजु हाम्रो यो परिवर्तनकारी पार्टीमा प्रवेश गरिकन हामीलाई साथ सपोर्ट गर्न आउनुभएको छ। र कतिजना यहाँ विभिन्न पार्टीबाट आबद्ध हुनुहुन्छ होला, अझै पनि कहीँ आस्था राखिराख्नु भएको होला, तर इच्छा यहाँ जगाएर नै आउनु भएको हो। यो अब परिवेशको हिसाबले अलिकति छेउमा परे तापनि कति टाढा टाढाबाट तपाईँहरू आउनु भएको छ, यो म एकदम उच्च सम्मान गर्न चाहन्छु। कति टाढाबाट काठमाडौँबाट पनि आउनु भएको छ हजुरहरू। यसको मतलब के रहेछ, मैले के कुरा बुझेँ, के एनालाइसिस गरेँ, के मूल्याङ्कन गरेँ भन्दाखेरि नौकुण्डाले अब परिवर्तन चाहेको रहेछ भन्ने कुरा मैले महसुस गरेँ। एउटा जेनजी युवाहरूदेखि लिएर माथिल्लो तहसम्मको राजनीतिक अभ्यास गरेर अनुभव गरेर आइसक्नु भएको सबैजना यहाँ उपस्थित गर्दाखेरि म एकदम खुसी छु। र म यसको लागि नौकुण्डा गाउँपालिकाको सभापतिज्यूलाई पनि एकदम धन्यवाद दिन चाहन्छु। उहाँको समन्वय हो। हामी जिल्लाभरि अगाडि बढ्दै गर्दाखेरि मैले समय दिन सकिराखेको छैन। यसो मैले ग्रुपहरू पनि भनेको छु, म माफी चाहन्छु, किन जिल्लाभरिको कामहरू गर्दै गर्दाखेरि अघि हाम्रो पूर्वका मित्रले पनि भन्नुभयो, जिल्लाको सबै काम यति स्पिडमा हामी यति स्पिडमा छौँ कि अब भोग छैन, निन्द्रा छैन, कुनै पनि चिज छैन, सबै कुरालाई पछाडि पार्दै हामी अगाडि बढिराखेका छौँ। मैले के बुझेको छु, मैले धेरै कुराहरू भन्दा नि मैले के बुझेको छु भने यो अभियानमा म जोडिँदै गर्दाखेरि आजको दिनसम्म आउँदै गर्दाखेरि यो अभियान मेरो मात्र होइन, तर सम्पूर्ण नौकुण्डा सम्पूर्ण जिल्लाको अभियान हो भन्ने कुरा मैले महसुस गर्न पाएको छु। त्यसको लागि म एकदम खुसी छु। र धेरै कुराहरू गर्नुभन्दा पनि बारम्बार भनिराखेका छौँ, राष्ट्रिय स्वतन्त्र पार्टीले भाषण छाड्दैन, अब काम गर्छ। धेरैजनाले यहाँ कुराहरू ल्याउनु भयो, समस्याहरू, त्यो समस्याहरू धेरै कुराहरू मैले मूल्याङ्कन गरेर राखेको छु। र विकासको नाममा ठुलो ठुलो भाषण आश्वासन दिएर गएको छ, तर हामी अब सानो सानो कुराहरू, यहाँको युवाको अवस्था, यहाँको वातावरण कस्तो प्रकारको छ, यहाँको किसानको अवस्था के छ, सबैलाई मूल्याङ्कन गर्दै सबै तल्लो लेभलबाट ग्राउन्ड लेभलबाट माथिल्लो लेभलसम्म पुर्याउने हरेक योजना, हरेक विकासको कामहरू हामी गर्दै जानेछौँ। र त्यसको लागि तपाईँहरूको साथ समर्थनको निकै खाँचो छ। र हामी एक भएर यस्तो राजनीतिक संस्कार बसालौँ, अहिलेसम्मको हरेक व्यक्तिहरू राजनीति गर्नु हुँदैन, राजनीति थोरै चिज हो भनेर मैले पनि त्यो विचार गरेर आउँदै गर्दाखेरि हामी आज यो ठाउँमा हाम्रो टिम, हाम्रो यो राष्ट्रिय स्वतन्त्रबाट योसम्म आउँदै गर्दाखेरि राजनीतिक संस्कार बसालौँ, परिवर्तनको अभियानमा अगाडि बढौँ भन्ने हिसाबले हामी अगाडि बढेका छौँ। यसमा हजुरहरूको साथ सपोर्ट र के अरे हामीलाई समर्थन रहनेछ। र सबैजना यो परिवर्तनको अभियानमा एकताबद्ध भएर हातेमालो गर्दै अगाडि बढौँ भन्दै आज बन्दै गरेको कार्य समितिलाई पनि अगाडि नै शुभकामना व्यक्त गर्दै मेरो आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। सबैलाई जय गणेश।